जोजलपा नमस्ते। आज पनि हामी समय सन्दर्भ लिएर उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ BBSha शक्य र म शङ्कर थापा। श्रोताहरू, समय सन्दर्भमा विभिन्न समसान्दर्भिक विषयहरू हामी प्रस्तुत गर्ने गर्छौँ। आजको कार्यक्रममा हामीले केही प्रतिक्रियाहरू नेपाल विद्युत प्राधिकरण किर्तिपुर वितरण केन्द्रसँगका केही प्रतिक्रियाहरू, केही हप्ता अघि हामीले नेपाल विद्युत प्राधिकरणका वरिष्ठ इन्जिनियर माधव पौड्यालज्यूसँग कुराकानी गरेका थियौँ। त्यतिखेर प्राधिकरणका गतिविधिहरू, प्राधिकरणले गरेका सेवाहरू र जनमानसमा परेका प्रभावहरूबारे हामीले कुराकानी गरेका थियौँ। त्यही कुराकानी सुनेर हाम्रा श्रोताहरूले केही प्रतिक्रियाहरू हामीले लेखी पठाउनु भएको छ। इमेल र फोन मार्फत उहाँहरूको प्रतिक्रियाहरू हामीले टिपेर राखेका छौँ। त्यसबारेमै हामी कुराकानी गर्दैछौँ। नेपाल विद्युत प्राधिकरणका वरिष्ठ इन्जिनियर हुनुहुन्छ माधव पौड्यालज्यू। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। आज नेपाल विद्युत प्राधिकरणका वरिष्ठ इन्जिनियर हुनुहुन्छ माधव पौड्यालजीसँग कुराकानी गर्दैछौँ। म उहाँलाई जोड्दैछु। हेलो माधव सर, नमस्कार। नमस्ते। कार्यक्रममा मैले यहाँलाई पुनः स्वागत गरेँ है। केही दिन अगाडि पनि हामी भेटघाट भएको थियो, आज पनि स्वागत गरेँ। धन्यवाद। फेरि पनि अस्तिको हाम्रो कार्यक्रम सुनेर हामीलाई धेरै जिज्ञासाहरू आएका छन्, प्रतिक्रियाहरू पनि आएका छन्। त्यसै कारणले मैले आज पुनः यहाँलाई निम्त्याएर हाम्रो कार्यक्रममा जोड्न खोजेँ। हजुर, अलिक सानो आवाज आइरहेको छ, तपाईँको अलिकति ठुलो बनाउनुहोस् न है। अस्तिको हाम्रो कार्यक्रम सुनेर केही प्रतिक्रियाहरू हाम्रो एफएममा आएको छ। मेल र डाइरेक्ट फोनबाट पनि प्रतिक्रियाहरू आएका छन्। मैले यसलाई टिपेर राखेको छु र यो प्रतिक्रिया जनगुनासो चाहिँ म यहाँलाई आज प्रस्तुत गर्दैछु। एउटा त हाम्रो कुलमान घिसिङज्यूको अवगमनपछि बत्तीहरू झ्यापझ्याप निप्ने प्रतिक्रिया आएको छ। किन कुलमान घिसिङ बाहिर जान साथै प्राधिकरणको बत्ती निप्छ भन्ने विषयमा छ। यसको बारेमा अलिकति बताइदिनुहोस् न। अब यो चाहिँ यस्तो हो बिबिजी, कस्तो भने अहिले हाम्रो अब धेरै जस्तो शिक्षा क्षेत्र, अब रोजगारीका क्षेत्रहरू सबै बन्द छन् होइन। बन्द हुँदा मान्छेले अनलाइनबाट घरबाट पनि काम गरेको, पढ्ने विद्यार्थीले घरबाट पनि पढिरहेको अवस्था छ अनलाइनको माध्यमबाट। हजुर। अनि यतिखेर कस्तो हुँदो रहेछ भने 2 मिनट 4 मिनट अब हामीले मर्मतको लागि बत्तीहरू काट्नु पर्यो, अथवा चाहिँ हाम्रो सिस्टममै पनि कहिले काहीँ गडबडी भएर 2-4 मिनट चाहिँ बत्ती गयो भने पनि मान्छेहरूलाई कस्तो हुँदैछ भने यो सामान्य अवस्थाभन्दा बढी नै चाहिँ बत्ती काटेको हो कि भनेको जस्तो महसुस चाहिँ हुने रहेछ। हजुर हो, पक्कै पनि। यद्यपि त्यस्तो चाहिँ होइन, हामीले पहिलाभन्दा अझ राम्रो चाहिँ सप्लाई दिइराखेको छौँ। अहिले त झन् एकछिन पनि बत्ती काटेको अवस्था छैन। कहिलेकाहीँ आकल झुकुल बिग्रिनेदेखि बाहेक त्यसरी हामीले लाइन काटेर कुलमान घिसिङ गए पछाडि चाहिँ बत्ती काटेको, पहिला चाहिँ राम्रो सप्लाई दिएको त्यो बिल्कुलै होइन। बरु चाहिँ अझ राम्रो सप्लाई चाहिँ गरिरहेको छौँ अहिले हामीले। यो प्राधिकरणको तर्फबाट चाहिँ होला हामी सेवा पुर्याइरहनु भएको, तर जनगुनासो चाहिँ यस्तो किसिमको आएको भएर मैले यहाँलाई राखेको मात्रै हो। ठिक छ, पब्लिकहरूले जस्तै सोच्नु म त्यस्तो राख्नुभयो। हजुर, अर्को एउटा कुरा, ट्रान्सफर्मर पड्किने घटनाहरू बढेको हो कि भन्ने पनि अर्को एउटा गुनासो छ। हजुर, त्यही त मान्छेलाई यसरी त्यो अर्थमा चाहिँ बढेको महसुस भइरहेछ। जस्तै अब कतिपय रोजगारी गर्ने मान्छेहरू अनलाइनको माध्यमबाट पनि चाहिँ अब घरमा बसेर रोजगारी गरिरहेका हुन्छन्। त्यो अवस्थामा 1 मिनट बत्ती यसो काट्यो, हामीले केही काम गर्न लाग्यो भने नि धेरै काट्यो भने चाहिँ बाहिर आइरहेको हुन्छ। किनभने त्यही मान्छे यदि चाहिँ हिजोको अवस्थामा जस्तो कोरोना नहुँदा जस्तो बाहिर गएर काम गर्ने, घरमा कम टाइम दिने हो भने उसलाई फिल पनि हुँदैन थियो त्यो हामीले बेला बेलामा कहिलेकाहीँ मर्मतको लागि काटेका बत्तीहरूको। हजुर हजुर, यसमा खपत बढेको त होइन होला है? यो पहिलेको र अहिलेको स्थितिमा खपत बढेको त होइन होला है? बराबरै होला है? खपत त बढेको छैन। पहिला कस्तो थियो भने कोरोना नलाग्दाखेरि चाहिँ अब उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट सबै कुराहरू खुला थिए होइन। हजुर। अब अहिले चाहिँ ती करिब सबै बन्द भएको अवस्था छ। हजुर। त्यो हुनाले पनि खपत त त्यस्तो बढेको छैन। हजुर हजुर। बरु चाहिँ पोहोर सालकै हाराहारीमा छ।
अझ कमै छ भन्नुपर्छ। ए हजुर, अब अर्को एउटा प्रसङ्ग पनि यहाँ गुनासो म यहाँलाई राख्दैछु। अलि यो के अरे किर्तिपुर नगर क्षेत्रमा वरपर बाटोहरू विकास गर्ने क्रम भइरहेको छ। बाटो चौडा बनाउने, फराकिलो पार्ने र पिच गर्ने यस्तो काम भइरहेको छ। यो धेरै नै राम्रो कुरा हो। तर प्राधिकरणले जुन पहिले गाडेको बिजुलीको पोलहरू हुन्छ नि बिच सडकमा, त्यो चाहिँ बिचमा पर्न आएको छ र यसले गर्दा ठुलो दुर्घटना निम्त्याउन सक्ने सम्भावना छ भनेर एउटा गुनासो पनि आएको छ। यो पोलहरू कहिले सारिन्छ होला, अथवा कसले, हाम्रो प्राधिकरणले सार्ने हो अथवा सडक विभागले सार्ने हो, यो बारे पनि अलिकति प्रकाश पारिदिनुहोस् न। यो विषयमा हिजो नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसँग मैले मिटिङ बसेको थिएँ। हजुर, अब यस्तो छ, यो सडकको पोल चाहिँ सार्ने क्रममा चाहिँ नगरपालिकाले बाटो विस्तार गर्ने अनि पोल चाहिँ प्राधिकरणले सारिदिने भन्ने चाहिँ अलिकति मतलब अर्थविहीन जस्तो कुरो लाग्यो। किनभने हामीले कतिपटक सार्ने, अब बाटो चाहिँ एक वर्ष 2 फिट बढ्छ, फेरि अर्को वर्ष 4 फिट बढ्छ, फेरि अर्को वर्ष 4 फिट बढ्छ। त्यसो गर्दा धेरै पटक प्राधिकरणले सारिराख्न सक्दैन। अनि मैले त्यही भएर चाहिँ मेयर साहबसँग अस्तिले पनि कुरो भएको थियो। मेयर साहब, अब यो बाटो त विस्तार गर्नुभयो, राम्रो कुरा भयो। अब सडक चाहिँ सिज गर्नको लागि अलिकति नगरपालिकाले चाहिँ कन्ट्रिब्युट गर्नुहोस्, अलिकति हामी कन्ट्रिब्युट गरौँला, दुवैजना साझेदारी गरेर चाहिँ काम गरौँ भन्ने प्रपोज गरेका थिएँ। हजुर, त्यही अनुरूप चाहिँ हिजो अब प्रमुख प्रशासकीय अधिकृतसँग चाहिँ बसेर मिटिङ गरिएको छ। उहाँहरू कन्भिन्स हुनुभएको छ। हजुर हजुर, अब चाहिँ त्यो अनुसार म एउटा फाइल उठाउँछु, माथिबाट एप्रुभल लिएपछि हामी काम सुरु गर्छौँ। हजुर, मतलब अब नगरपालिका र प्राधिकरणको साझेदारीमा यो पुलहरू सारिने काम हुने भयो होइन? हेलो, मलाई सुन्दै हुनुहुन्छ? हेलो हेलो हेलो, मलाई सुन्दै हुनुहुन्छ इन्जिनियर साहब? हजुर, सुन्दै हुनुहुन्छ मलाई? अलिकति आवाज राम्रो त आएन। अलिकति अब गुनासोहरू मैले यहाँलाई पढेर सुनाएँ। धन्यवाद, धेरै धेरै धन्यवाद, यहाँले जानकारीहरू दिनुभयो। अब आजको लागि म यहाँसँग छुट्टिन चाहन्छु। फेरि आवश्यक परे पुनः जोड्ने कोसिस गर्दैछु। आजको लागि धेरै धेरै धन्यवाद हजुरलाई। केही कुराकानी राख्न दिनुभएको छ। भविष्यमा पुनः जोडिने आशा राख्दै आज छुट्टिन्छु। धन्यवाद। उहाँ हुनुहुन्थ्यो हाम्रो नेपाल विद्युत प्राधिकरण किर्तिपुर वितरण केन्द्रका वरिष्ठ इन्जिनियर माधव पौडेलज्यू।